काठमाडौँ महानगर र नगरसभाबाट यो बजेट पास गरेको हुनाले नगरसभा सदस्यहरू सबैजनाको विशेष सहयोग छ र यसका लागि देखि वडाध्यक्षज्यू तथा वडावासीज्यूहरूले योजना बनाइराख्नु भएको थियो र यही हाम्रो कार्यकालमा बीचमा यही आयोजनाको जग्गा खरिद गर्ने मौका पनि पाइयो। राम्रै ठुलै जग्गा खरिद भयो र भवन पनि डिजाइनमा राम्रै डिजाइन भएको छ। काठमाडौँ महानगरपालिकाको आफ्नै सिटी प्लानिङ कमिसनले डिजाइन गरेको यो सुविधा सम्पन्न भवन हुनेछ, जसमा वडावासीका लागि सुविधा दिने कक्षहरू मात्रै नभएर केही कार्यक्रमहरू गर्न सकिने हलहरू पनि रहेका छन् र यही स्पेसमा दमकल लगायत एम्बुलेन्सहरू सबै राख्ने व्यवस्था पनि हुनेछ। र साथसाथै वडाध्यक्षज्यूको एउटा भिजन के थियो भन्दाखेरि स्थानीय सरकारमै भोलिका दिनमा मालपोत खानेपानीका शाखाहरू पनि आउन् भनेर त्यसको लागि पनि वडामा कक्षहरू राख्नु भएको छ, डिजाइनमा त्यो आएको छ। र यहाँहरू सबैलाई फेरि पनि शुभकामना। यो भवनको कार्य चाँडो सम्पन्न होस् र वडावासीले नयाँ भवनमा फराकिलो ठाउँमा चाँडै नै सेवा लिन पाउनुहोस्। यहाँहरू सबैलाई शुभकामना। र भवन बन्दै गर्दाखेरि तपाईँहरू पनि अनुगमनमा आइराख्नु होला, कस्तो बन्दैछ, क्वालिटी ठिक छ छैन, आफूले पनि हेरिराख्नुपर्छ र हेर्दै जानुभयो भने आफूलाई पनि त्यसको अपनत्व महसुस हुन्छ। यहाँहरू सबै आइदिनु भयो, बिहान बिहानै आइदिनु भयो यस्तो चिसोमा, त्यसको लागि पनि धेरै धेरै धन्यवाद, शुभकामना, नमस्कार। सबैको हामीलाई विशेष सहयोग प्राप्त भएको छ काठमाडौँ महानगरपालिकाको यो जग्गा प्राप्तको लागि।